आरती पूजन र संकल्प पूजन र संकल्पमा सजिलो हुनको लागि अनुरोध गर्दछु। कर्मपात्रको पूजा गर्नुहोस्। पिदानीमा र कलशमा जौँ तेल कुशहरू छ, त्यसमा थालीमा पूजा सामग्री छ, त्यो सामग्रीले पूजा गर्नुहोस्। चौरमा ओम श्री गणेशाय नमः। हरि ओम महास्वस्तिनेन्द्रो वृतसर्वाः स्वस्तिनभूखा विश्ववेदाः स्वस्ति नस्ताक्षुररिष्टनेमि स्वस्ति नो बृहस्पतिर्दधातु। यद्देवादेव्यडनन्देवा सचिमा वयमं निर्मा तस्मादेन स विश्वान्वञ्चतुङ्गस। यदि दिवादिनक्तनागं सुसग्निमा वयं वायुर्मा तस्मादेन स विश्वान्वञ्चतुङ्गस। यदि जाग्रत् यदि सुप्नेनागं सुसग्निमा वयं सूर्योर्मा तस्मादेन स विश्वान्वञ्चतुङ्गसः। जल छिट्नुहोस्, पवित्र गर्नुहोस् पुष्पले, पुष्प टुक्राहरूले। ओम अपवित्रो पवित्रो वा सर्वा वास्तङ्गतो विवा या स्मरत् पुनरिकाक्ष सवाहप्यन्तर शुचिः। ओम पुनरिकाक्ष पुनातु, ओम पुनरिकाक्ष पुनातु, ओम पुनरिकाक्ष पुनातु। पुष्प टुक्रा अनि जल लिएर संकल्प गर्नुहोस्। हातमा जल दिनु सबैले। तपाईँ गुरुले राखिदिनुहुन्छ, अनुकूल परेन भने हातमा गुरुले राखिदिनुहुन्छ। मन्दिरतिर फर्किनुहोस्, भगवतीको मन्दिरतिर। जे मनोकामनाले यहाँहरू आरती पूजन र संकल्प गर्न आउनुभएको छ, आफ्नो इष्टदेव कुलदेव र भगवतीको स्मरण गर्दै संकल्प गर्नुहोस्। गोत्र नाम आफू पनि उच्चारण गर्नुहोला, म यहाँबाट पनि भन्ने नै छु। हरे ओम तिथिरे विष्णु तथा वारो नक्षत्रम विष्णुरेव च योगश्च करणश्चैव सर्वं विष्णुमयं जगत्। हरे ओम महातत्सत्। हरे ओम तत्सत्। हरे ओम तत्सत्। विष्णुः 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 अद्यः श्रीमद्भगवतो महापुरुषस्य विष्णुराज्ञया प्रवर्तमानस्य सकलजगतः सृष्टिकारिणो अद्य ब्रह्मणनिद्वितीय प्राप्त श्री श्वेतवारः कल्पे वैवस्वतमन्वन्तरे सत्यत्रताद्वापरान्ते बौद्धावतारे अष्टाविंशतितमे कलियुगे कलिप्रथमचरणे भूलोके जम्बूद्वीपे भारतवर्षे प्रथमन्यारे अवतान्तर्गत परमावृतैकदेशे हिमवत्खण्डे गंगादिव्योत्तरदिग्भागे मुक्तिक्षेत्रे स्वर्गद्वारि वराह गोरखनाथ भानुगस्तर वैद्यनाथ चंद्रनाथ शंभुनाथ चित्रादिशनाथ देवभट्टा गंद्रमक्ष जनक प्रधाम सिद्धनाथ मक्षेन्द्रनाथ विराजिते धवलागिरि सगरमाथा गौरी शंकर मत्स्य कुस्थान पुणिम शैल विराजिते मनकामना पातिव्रातपुरा सुंदरी पूजिते मान सरोवर दामोदर नीलकंठ नागकुंडादि पाविते प्रणाली मानवी श्वेत गंडकी कृष्ण गंडकी नारायण कृष्ण गंगा सौर कौशिकी सप्त कौशिकी बागमती विष्णुमती ब्रह्मपुत्र सरोदापति आदिना परम पवित्र जल विराजिते सालग्राम बाणलिंग प्रतिष्ठिते हिमवत् दक्षिण पार्श्वे मुनिना पालिते नेपाल देशे श्री पशुपतिनाथ विराजिते पशुपते गुह्यकाल्यास्त पश्चिम दिग्भागे श्री कृष्ण गंडक्या पश्चिम दिग्भागे तांग घोड़ाई मंडलांतर्गत अंबापुर ग्रामे माता सतीदेवी दक्षिण कोणभतनस्थले अंबिकेश्वरी भगवती शक्ति पीठ परिसर गर्भे यह पुण्य भूमौ षष्ठी संवत्सराणां मध्ये रौद्र नाम संवत्सरे श्री सूर्य उत्तरायणी चंद्रमा दक्षिणायने मासोत्तममास समस्त परिवार तथा च वशिष्ठ पुत्रोत्पन्न तारा देवी तारा नामनी देवी समस्त परिवार तथा च काश्यप गोत्रोत्पन्न नवराज शर्मा समस्त परिवार वत्स गोत्रोत्पन्न नारायण शर्मा समस्त परिवार तथा च धनंजय गोत्रोत्पन्न राम हरि शर्मा समस्त परिवार तथा च अत्रि गोत्रोत्पन्न केशव प्रसाद शर्मा समस्त परिवारस्य आफ्नो गोत्र नाम र समस्त परिवारको भनेर आफै पनि एकपटक मनमा नै स्मरण गर्नुहोला, उच्चारण गर्नुहोला। सपरिवारस्य श्री नवदुर्गानुग्रहातो ग्रहकृत राजकृत सर्वविध पीडानिवृत्ति पूर्वकम् आयु आरोग्य ऐश्वर्य उत्तरोत्तर हर्ष विजयोदय पूर्वकं पुष्टि धन धान्य समृद्ध्यर्थं श्री नवदुर्गा प्रसादेन सर्वापन निवृत्ति सर्वाभिष्ट फलावाप्ति धर्मार्थ काम मोक्ष चतुर्विध पुरुष फल प्राप्त तथा समस्त पितॄणां वैकुंठ लोक प्राप्ति कामनाय ब्राह्मण द्वारा अम्बे श्रृंगारि महाआराध किं वयं कारयिष्यः। हरि ओम महातत्सत्। हरि ओम तत्सत्। हरि ओम तत्सत्। संकल्प सिद्धिरस्तु। चढाइदिनुहोस् अगाडितिर हातमा भएको जल त्यो अगाडितिर राखिदिनुहोस्।
बत्तीको प्रार्थना गर्नुहोस्। ओम श्री दीप नारायणाय नमः। शुभम भवतु कल्याणम आरोग्यम सुख संपदा आत्मज्योति प्रकाशाय दीप ज्योति नमो नमः। नमस्तमन्ताय सहस्रमूर्ते सहस्रपादाक्षे शिरोरुभावे सहस्रनाम्नि पुरुषाय शाश्वते सहस्रकोटिधारिणे नमः। धर्म साक्षिणि श्री दीप नारायणाय नमः। यथा बिन्दुपत्रार्थे गन्धाक्षत पुष्पाणि समर्पयामि पूजयामि नमस्करोमि। कलशको पूजन गर्नुहोस्। अगाडि कलश ओम श्री वरुणदेवताभ्यो नमः। तत्त्वाजामि ब्रह्मणा वन्दमान हस्तमान अभिर्गैरमान वरुणेन वज्रसम समानाय ब्रह्मोऽसि। श्री वरुणदेवताभ्यो नमः। वरुणोस्तपरि समस्त देवीभ्यो नमः। देवीभ्यो नमः। गंगे जमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलेऽस्मिन् सन्निधिं कुरु। कलशोस्तपरि समस्त देवीभ्यो नमः। देवीभ्यो नमो नमः। सर्वोपचारार्थी गन्धाक्षत पुष्पाणि समर्पयामि पूजयामि नमस्करोमि। वरुणदेवताभ्यो नमो नमः। गणेशजीको आराधना गर्नुहोस्। दुबोहरू लिनुहोस्। पुष्प अर्पण गर्नुहोस्। टीकाहरू लिनुहोस्। विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगदिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। हरि ओम महागणानां गणपतिं नमामहे। प्रियाणां प्रियपतिं नमामहे। निधीनां निधिपतिं नमामहे। वसो मम आहमजानि गर्भदमातमजासि गर्भदं महा दुर्वाका दलले अति खुशी हुने जम्बो फलैले पनि राता चन्दन पुष्प वस्त्रहरूले युक्तै भएका पनि यस्ता श्री प्रभुको प्रणाम सदा हे देव लम्बोदर। हे गौरी सुत नित्य मंगल हवस भन्ने ममाक्षु वर। ओम वक्रतुंड महाकाय कोटि सूर्य समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा मंगलमूर्तये नमः। यथा बिन्दुपत्रार्थे गन्धाक्षत पुष्पाणि समर्पयामि पूजयामि नमस्करोमि। चढाइदिनुहोस्। समस्त गणपति परिवारेभ्यो नमो नमः। पुष्पहरू लिनुहोस्। अब भगवतीको दर्शन गरेर आउनुहोस् मन्दिरमा गएर। देवी प्रपन्नातिरे प्रसीद प्रसीद मातर जगतोऽखिलश्च प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमेश्वरी देवी चराचरैश्च शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं कर्पूरगौरं करुणावतारं सनसायरसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। ध्येयं सदा परिभवं नममेष्टदोहं तीर्थास्पदं शिवविरेञ्चिनुतं शरण्यं प्रीत्यारतिहं प्रणतपालभवाभिभूतं वन्दे महापुरुषते चरणारविन्दं। वन्दे देवौमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणमृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवर्णिनयनं वन्दे मुकुन्द प्रियं वन्दे भक्तजनाश्रियं च वरदं वन्दे शिवं शङ्करम्। चम चम नो पुरपाउमा कमरमा रत्नज्वला मेखला चम चम कुण्डल कानमा तुलसीको माला भेरेको गला दर्शन वर्णन काव्य शास्त्रहरूले हे श्याम हे निर्मल तिम्रो दर्शनको सुयोग भगवान मैले कहाँ पाउला। छौ वृन्दावनमा गयो कि मथुरा छौ द्वारकामा कहाँ छौ गोवर्धनमै कि वंशीवटमा छौ नन्द बाबा कहाँ वरसानातिर छौ कि तालवनमा पर्खिरहेछु यहाँ आई दर्शन दिनुहोस् भगवान कल्पिरहेछु यहाँ। हे दामोदर हे ब्रजेन्द्र सुत हे
द्वारिकाधीश हे लक्ष्मीपति हे जगत गुरु हरे हे भक्त का प्राण हे गोपालक हे सुरेंद्र शरण हे पार्थ का सारथी बाली प्रेम प्रदेक शुद्ध मनले गर्छु मयो आरती हे राधापति हे गोपिका रमण हे देवकी नंदन हे गोपी जन वल्लभ व्रजपते हे श्याम हे मोहन हे सर्वेश्वर नंद नंद विभो लोकेश हे माधव पाओ भक्ति अखंड यो श्री चरण को हे कृष्ण हे केशव बाछो कुर्म बदल बाग बाँधै कहिले मगन्थे हुँदै क्रोधी जङ्गले चोर छैट कहिले योगे पुनि झै हुँदै नाना रूप लिँदै कलङ्क सहँदै भूभार छर्दा सदा हाम्रै मनभित्र नै बसिरहौँ श्री शेष साई सदा नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय नित्याय शुद्धाय दिगम्बराय तस्मै नकाराय नमः शिवाय मंदाकिनी सलिलचन्दन चर्चिताय नंदीश्वर प्रमथनाथ महेश्वराय मंदार पुष्प बहुपुष्प सुपूजिताय तस्मै मकाराय नमः शिवाय शिवाय गौरी वदनां च वृन्दा सूर्याय दक्षिणधरनास्तकाय श्रीनीलकण्ठाय वृषाध्वजाय तस्मै श्रीकाराय नमः शिवाय वसिष्ठ कुम्भोद्भव गौतमार्य मुनीन्द्र देवाचित शेखराय सम्रार्ग विश्वानरलोचनाय तस्मै वकाराय नमः शिवाय यक्ष स्वरूपाय जटाधराय पिनाकहस्ताय सनातनाय दिव्याय देवाय दिगंबराय तस्मै यकाराय नमः शिवाय पंचाक्षरमिदं पुण्यं पठे शिव सन्निधौ शिवलोकमवाप्नोति शिवेन सह मोदते कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः हरे राम 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 हरे 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 कृष्ण 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 हरे हरे। बोलिए श्री अंबिका भगवती माता को, समस्त देव देवियों को जय। गुरु का पाठ मंत्रार्था सफला संत पुरा संत मनोरथा शत्रुणामुदिना सस्तु मित्राणामुदयस्तव अप्याधीना शरीरेण मनसा च निराधीना पूरैरर्थिना मासास्तुं जीवां शरदां सतम् आकृष्णेन रसा वर्तमान निवेशनिवृतं वर्तेन च हिरण्येन सविता रथेन देवजाति भुवनानि वसन नमो वरुणदेवाय गोब्राह्मणिताय च जगदीताय कृष्णाय गोविंदाय नमो नमः। Jika berhasil posisi yang harusnya kami sedang berdoa, adalah tugas kami.
गौरी निरंतर विभूषित नारायण प्रियंगमदापहारं वाराणसी भगवते भज विश्वनाथं ब्रह्मामुरारे त्रिपुरान्तकारी भानु शशिभूमि क्षुतो दश गुरुशुक्रः शनिराहुकेतवः सर्वे नमस्तुभ्यं आरोग्यं शुभदायकं शत्रुबुद्धिविनाशाय विपुदेवो नमस्ते हरे राम 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 हरे 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 कृष्ण 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 हरे हरे या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता नमस्तस्यै नमो नमः या देवी सर्वभूतेषु विद्यारूपेण संस्थिता नमस्तस्यै नमो नमः ॐ श्री सरस्वती Sarada
अहिले यो देशी शक्ति एकै ठाउँ उम्लिन आएको हुन्छ नि त्यो एउटा फोटो खिच्नलाई हरि ओम जय अम्बे जय अम्बे अम्बे जय अम्बे महाकाली जय अम्बे जय अम्बे अम्बे जय अम्बे महाकाली जय अम्बे जय अम्बे अम्बे जय अम्बे महाकाली जय दुर्गे 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 जय जय लक्ष्मी काली जय दुर्गे 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 जय जय लक्ष्मी काली जय अम्बे जय अम्बे अम्बे जय अम्बे महाकाली जय दुर्गे 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 जय जय लक्ष्मी काली जय अम्बे जय अम्बे अम्बे जय अम्बे महाकाली जय दुर्गे 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 जय जय लक्ष्मी काली जय अम्बे जय अम्बे अम्बे जय अम्बे महाकाली जय हो भयो उता उम्रिनुहोस् है हजुरहरू उहाँ उम्रिनु उहाँ जानु है यो बच्चा कसको अलिक पछाडि गर्ने बच्चालाई Jai
आंटी 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 यो डललाई अलि उता Allow us to put it out for you to clear should have found that is good from.
यो लैजा अहिले हो यहाँ आउनुहुन्छ यतै आउनुहुन्छ अलि हो र आदरणीय व्यक्तित्व रामहरि रिजाल सर यसरी यो सिप्ताण्ड भजनमा रमाइरहनु भएको छ। अम्बिकेश्वरी मन्दिरको प्राङ्गणमा भइरहेको यो अम्बे श्रृङ्गारिक महाआरती विगत 2 वर्षदेखि हामीले गरिरहेका छौँ र प्रत्येक शनिबार साँझ 6 बजेदेखि भव्य भजन कीर्तनको साथ एकदम साङ्गीतिक माहौल बनेको हुन्छ। त्यस पश्चात हामी 7 बजेदेखि गर्मीको समयमा 7 बजेदेखि र जाडो याममा हामी 6 बजेदेखि यो अम्बे श्रृङ्गारिक महाआरती गर्दै आएका छौँ र यहाँहरू नजिक हुनुहुन्छ हेर्न चाहनुहुन्छ भने यहाँहरू प्रत्येक शनिबार साँझ 6 बजे अम्बिकेश्वरी मन्दिरमा पाल्नुको लागि यहाँहरू सबैलाई म हार्दिक निमन्त्रणा गर्न चाहन्छु।
हिजो साँझ हिजो राति खानासाना खाएर 8 बजे गाडी चलाउन रातिमा सहिलो हुन्छ भनेर राति जान होइन हिजो जान राति 2 बजे पुष्पाञ्जली गरौँ पुष्प छ भने पुष्प होइन भने हात जोडेर प्रार्थना गरेर हृदयरूपी पुष्प भगवतीलाई अर्पण गरौँ अनि प्रसादी दिएर घर लाग्नुला ओम जजेन जजिमयदण्ड देवास्तानि धर्माणि वर्तमान्यासनते हनाकमहि मानसकं जत्र पूर्वे शान्त सन्ति देवा राजाधिराजाय वसयसाय नमो वयं श्रवाय गुरवे समय कामाय मह्यं काम्य सर्ववैष्णवो ददातु गजाननं भूतगणादिसेवितं कपितजाम्बोफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम् नमः सवित्रे जगदेकचक्षुषे जगत्प्रसूतिस्थितनाशहेतवे त्रयीमयाय तिरुणात्मदारिणे विरिञ्चि नारायण शङ्करात्मने रत्ने कल्पितमानसं हिमजले स्नानं जलेभ्याम्बरम् नानारत्नसुशोभितां मृगमदामोदाङ्गितं चन्दनं जाति चम्पकबिल्वपत्ररचितं पुष्पं च धूपं तथा दीपं देवदयानिधे पशुपतेरित्कल्पितां गृह्यताम् सौवाडे नवरत्नखण्डरचिते पात्रे घृतं पायसं भक्ष्यं पञ्चविधं पयोदद्यूतं रम्भाफलं पानकम् शाखानामयुतं जलं रुचिकरं कर्पूरखण्डोज्ज्वलं ताम्बूलं मनसा मया विरजितां भक्त्या प्रभो स्वीकुरु छत्रं चामरयोर्गं व्यजनकं चादरशकं निर्मलं वीणाभैर्मृदङ्गकाहलकलागीतं च नृत्यं तथा साष्टाङ्गं प्रणते स्तुतिर्भो विदायते समस्तं मया संकल्पेन समर्पितं तव विभो पूजा गृहाण प्रभो आत्मा त्वं गिरिजामति सहचरा प्राणा शरीरं गृहं पूजा ते विषयोपभोग रचना निद्रा समाधिस्थिते संचार पदयो प्रदक्षिण विधि स्तोत्राणि सर्वा गिरो यद्यत् कर्म करोमि तद्दखिलं शम्भो तवाराधनम् करचरणकृतं वा कायजं कर्मजं वा सर्वनयनजं वा मानसं वा अपराधं विहितं अविहितं वा सर्वमेतत् क्षमस्व जय जय करुणाब्धे श्रीमहादेव शम्भो इमानि पुष्पाणि मनोहराणि सुरासुराणां
कल्पद्रुमाजे द्रुमजानितानि पुष्पाञ्जलिर्मेऽस्तु सुखाय नित्यम् नानासुगन्धि पुष्पाणि यथा कालोद्भवानि च पुष्पाञ्जलिर्मया दत्तप्रसेद परमेश्वरे मन्त्रपुष्पाञ्जलिं समर्पयामि। बोलिए श्री सिद्धिविनायक गणेश भगवान को, उमापति महादेव को, रमापति विष्णु भगवान को, श्री काल भैरव भगवान को, अम्बिकेश्वरी भगवती माता को, स्वर्गद्वारी महाप्रभु को, अन्नविश्वर महादेव को, वृक्षपाद देवता को, प्रहा देवता को, राष्ट्रदेव पशुपतिनाथ भगवान को, वैदिक सनातन धर्म को, अम्बे श्रृंगारिक महाआरती को, समस्त कर्ता परिवार को, समस्त भक्तहरूको जय जय मा अम्बे भन्दै आजको सन्ध्याकालीन आरती सकिएको छ। यहाँहरूले मन्दिरको बायाँतिरबाट दायाँतिरबाट प्रसादीहरू लिएर घर लाग्नु होला र यसै गरी अर्को साता पनि यहाँहरूको भक्त सभ्य उपस्थित हुने नै छ भन्दै हर हर महादेव घर घर महादेव, जय अम्बे, जय भवानी, शुभरात्रि शुभरात्रि, जय महाकाल, जय होस्। भाग्यमानी क्या हो? दुई दिनको छोरा हे भगवान हामीलाई रक्षा गर्नु होला राममा जपेका यहाँहरू सबैलाई जय अम्बे। फेरि पनि अर्को शनिबार साँझ हजुरहरूलाई यसै गरी 6 बजेदेखि पुनः म यो अम्बे श्रृङ्गारिक महाआरतीको प्रत्यक्ष दर्शन गराउनेछु। यहाँहरू अवश्य जोडिने हुनेछ भन्ने म यहाँहरूलाई हार्दिक निमन्त्रणा पनि गर्न चाहन्छु र म आशा पनि गर्न चाहन्छु कि हजुरहरू पक्कै पनि जोडिनुहुनेछ र हजुरहरू जोडिँदै गर्दा हामीले अम्बिकेश्वरी मन्दिरमा हुने यो अम्बे श्रृङ्गारिक महाआरतीलाई देशमा मात्र नभई विदेशसम्म यो प्रचार प्रसार गर्नको लागि म यो प्रत्यक्ष प्रसारण गरिरहेको हुन्छु
र यहाँहरू प्रत्येक शनिबार यसै गरी जोडिँदै गर्नुहोला भन्न चाहन्छु र यहाँहरूलाई म धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु कि यहाँहरू यति बेर जोडिनु भयो, मलाई साथ दिनुभयो, मेरो यो प्रत्यक्ष लाइभ हेर्नुभयो। यहाँहरूले सकेसम्म यसलाई सेयर गर्नुहोला र यो अम्बिकेश्वरी मन्दिरलाई धेरैभन्दा धेरैमा चिनाउनु नै छ भन्ने म यहाँहरू सबै माझ एउटा मिठो अपेक्षा गर्दै यहाँहरूबाट म आजलाई बिदा हुन चाहन्छु। जय अम्बे। फेरि पुनः अर्को साता अर्को शनिबार यसै गरी भजन कीर्तन सहित अम्बे श्रृङ्गारिक महाआरती फेरि लिएर आउनेछु। जय अम्बे।